फाइनली गाइज हामी त्रिपुरेश्वर आइपुग्यौँ। यता धादिङ बिचबाट आएको रुबी भ्याली जानलाई। पहिला म त झोलुङ्गे पुल थियो, अहिले चाहिँ यो पुल बनाइसकेको छ, दामी बनाएछ। हेलो एभ्रिवान, धेरै पछि म आएको छु भ्लग लिएर। एन्ड आज चाहिँ म रुबी भ्याली घुम्न आएको छु, त्यही भएर भ्लग बनाऊँ कि भनेर बनाएको। एन्ड मेरो ड्रिम थियो, सो कहाँसम्म पुगिन्छ। मेरो इच्छा त टिप्लिङसम्म जाने हो। अनि अहिले हामी यहाँ आइपुगेको छौँ। यो ठाउँको नाम थाहा भएन, वीर शहीद गणेश तामाङ खै डुन्डुरे भन्दा यता नै हो। सो अब हामी जान्छौँ। हेर्न सक्नुहुन्छ यही नै हो, यही बाटो हो। पहिला यस्तो पुल थियो रहेछ। दिस इज द हेभन इन अर्थ। हेर न त्यहाँ क्या उस, हेर त्यहाँ एउटा दुईटा तिनवटा चार पाँचवटा कसरी। अब हामी अगाडि बढ्छौँ। भर्खर हामीले सोधेको बाटो बिग्रेको छ अरे भन्दै हुनुहुन्छ। बोरङ पनि पुग्न पाएको छैन। खोलामा बल्ल तल्ल ल्याएको। अब यहाँ बाटो बन्द, बाटो छैन रहेछ। फाइनली गाइस बल्ल तल्ल होइन, यो बोरङको यतापट्टि यहाँ पहिरो गएको रहेछ, बाटो छैन रहेछ। अनि बल्ल तल हामी आइपुग्यौँ। कैसा लगा? कस्तो पैसा लगा। अब त जिन्दगी यस्तो बाइकमा आउँदैन। आयो भने त क्रस फायर कि भिआर बाइकमा आउने। अब यस्तो बाइकमा त सक्दैन। यस्तो बाइकमा नभन न, यही बाइकमा आऊ। ल त्यो ज्याकेट लगाएछ। एकदम मेहनत पछि बोरङको यतापट्टि आइपुग्यौँ हामी। यो पछाडि सेर्टुङ होला। यो पछाडिको बोरङ हो गाइस। यो पछाडि सेर्टुङ तिप्लिङ। गाइस हामी अब बोरङको यतापट्टि आइपुग्यौँ। एकदम मेहनत पछि। मेरो ज्याकेट पनि खस्न लागेको रहेछ। छैन, पन्जा चाहिँ छ बरु। मेरो ड्रिम पुरा त भयो, तर अनएक्सपेक्टेड। यता अब सेर्टुङ र तिप्लिङ बोरङ। फाइनली आइपुग्यौँ सेर्टुङको पछाडि। हामी चाहिँ सेर्टुङको पछाडिको डाँडा आइपुगेको छ। यस्तो बवाल छ, यस्तो पहाड के। फाइनली गाइस हामी यता सेर्टुङ आइपुग्यौँ। ऊ त्यही नै हो सेर्टुङ। अनि त्यसको पछाडि तिप्लिङ। यो पछाडि चाहिँ तिप्लिङ, यो माथिको सेर्टुङ। बाटोको कन्डिसन खराब छ बर्खाको समयमा। फाइनली हामी तिप्लिङको तल खोलामा आइपुगेको छौँ। हेरौँ अब खोला
कतिको ठुलो छ त्यो तिप्लिङ पुग्ने अवस्थामा छौँ। उकालो छ। मेरो ड्रिम फाइनली आयो। एक दिन बस्यो, एक रात, अब फर्किँदैछौँ। यो चाहिँ तिप्लिङको ठुलो गाउँ हो गाइस। ल गाइस, अब चाहिँ हामी यता स्कुलभन्दा यता आइपुगिसक्यौँ। अब पाङसाङ पास हुँदै जानु भएको। ठिकै छ, देखाउँछु हजुरहरूलाई म पाङसाङ पास हुँदै रसाउँदै अब घर जान्छौँ हामी। बाटो के कस्तो छ त्यो झरना देखेँ थिएँ टिकटकमा, एकदम भाइरल छ। अर्को पालि आउँछ यसो जानुको लागि। हामी चाहिँ तिप्लिङको यता माथि आइपुग्यौँ गाइस। कति अग्लो रुख, रमाइलो रहेछ ठाउँ तिप्लिङ। यो चाहिँ राति खरी गाइस। बल्ल बल्ल हामी पाङसाङ पास निस्किन लाग्छौँ। यो माथि चढेपछि छ पाङसाङ पासको तल, थोरै तल एकदम चिसो चिसो भयो, पानी परेको भएर। हामी तिप्लिङ हुँदै आएको। तिप्लिङ फाइनली गाइस हामी पाङसाङ पास आइपुग्यौँ। अहिले कति बजेको छ? 6 बजिसकेको छ। 5:56 बाइकको डन्की कता आयो? 3850। हामी अहिले बल्ल तल्ल पाङसाङ पासमा आइपुगेर खाजा खाँदै चाउचाउ। यस्तो न्यानो होइन, बब्बाल रमाइलो है। तिप्लिङबाट आएको